Hey, welcome to my channel. This is my first vlog after coming Japan. म जापान आएको चाहिँ भर्खरै 10-15 दिन जति भयो। यो मेरो पहिलो भ्लग हो। पहिलो भिडियो भएर होला, अब के भन्नु के नभन्नु नै भन्नै आएन भने। म चाहिँ अहिले कावासाकी भन्ने ठाउँमा बस्छु। खानागावा प्रिफेक्चरको कावासाकी भन्ने ठाउँमा बसिरहेको छु अहिले चाहिँ। मैले चाहिँ खास यो म बस्ने ठाउँ चाहिँ देखाउँ भनेर क्या, कावासाकी प्रिफेक्चर। एक्चुअली कावासाकी भन्छ ठाउँको नाम होला, खानागावा प्रिफेक्चर होला सायद। कस्तो राम्रो गरी रुखहरू लगाएको कि। सो यसरी हिँड्दै गर्दाखेरि कतै फोहोर सोहोर यताउता हो हल्ला दायाँ बायाँ चाहिँ केही पनि नसुन्ने नदेखिने क्या। अब कस्तो सफा। म पनि आएको धेरै दिन त भएको छैन, त्यही 10-12 दिन भयो होला। 10-12 दिनमा होइन, तपाईँको यसो हेर्दाखेरि क्या, अब नेपालको काठमाडौँ र यहाँको यो यसो हेर्दाखेरि चाहिँ कति धेरै फरक देखिने रहेछ क्या। अब यही कुराहरू हेर्नु न, घाँसहरू कस्तो राम्रोसँग, रुखहरू कस्तो राम्रोसँग, फोहोरहरू कतै केही छैन, कस्तो सफा क्या। अब वातावरण पनि क्लियर देखिने क्या। मलाई यो जापानको चाहिँ सबैभन्दा मन परेको कुरा चाहिँ के भने, यिनीहरूले डेभलप गरेसँगै त्यो नेचरको पनि ख्याल गर्ने क्या। अब हुन्छ नि, अब डेभलप त छँदैछ होइन, डेभलप त सायद अब दुनियाँको सबैभन्दा विकसित देश नै जापान होला। तर विकास सँगसँगै अब यहाँ चाहिँ अब यो घाँसहरू रुखहरू हुन्छ नि, सबै कुराहरूको चाहिँ एकदम राम्रो ख्याल गरेको क्या यिनीहरूले चाहिँ, नोक्सान नपुर्याइकन होइन। अब नेचरको पनि ख्याल गर्दै प्लस डेभलपलाई पनि लएर गएको रहेछ क्या। कस्तो राम्रो देखिने के हुन्छ नि। अब त्यही साइडमै अब रोबोट हिँडिरहेछ, त्यही छेउमा एउटा घाँसहरू रुखहरू हुन्छ नि, त्यस टाइपको क्या। फर्स्ट टाइम भएर होला कस्तो लासो लाग्ने रहेछ भिडियोहरू गर्न त यार, पहिलोपटक भएर होला सायद। कति धेरै ट्र्याकहरू भर्खरै एउटा ट्रेन जाँदैछ। म चाहिँ अलि अस्ति त्यहाँ परसम्म गएको थिएँ, त्यहाँ चाहिँ कस्तो राम्रो त्यो घाँसहरू पार्कहरू जस्तो रहेछ क्या, कस्तो पार्क जस्तो बनाएको रहेछ। त्यो चाहिँ देखाउनु पऱ्यो भनेर त्यहाँ जान लाग्यो। म बस्ने चाहिँ त्यहाँनिर त्यो ठुलो बिल्डिङ देखेर छ नि, हो त्यो बिल्डिङको छेउनिर हो बस्ने चाहिँ। लगभग 5 मिनट जस्तो हिँडेँ म। राम्रो छ हेर्दाखेरि, कस्तो राम्रो देखिन्छ क्या। अहिले अगाडि गएर देखाउनु पऱ्यो है। अस्ति चाहिँ म त्यो पार्कको माथि गएर, सानसानो पार्क छ त्यो माथि गएर अस्ति एकछिन 10-15 मिनट जति बसेको थिएँ। आज पनि त्यहाँ आउनु पऱ्यो भनेर यसो आएको थिएँ। ठाउँ राम्रो छ कि यो, हेर्दा पनि कस्तो सुकुन टाइपको हुन्छ नि। यो चाहिँ कावासाकी एरिया हो। माथि चाहिँ सानसानो पार्क छ। अहिले माथि पनि जाउँला, माथि कस्तो राम्रो ठाउँ छ, बस्ने ठाउँ छ। यो रुखहरू भइहाल्यो, यो रुखहरूलाई पनि एकदमै राम्रोसँग संरक्षण गरेर राखेको रहेछ। सो इट्स लुक्स ब्युटिफुल है। माथि जाउँ त एकछिन। माथि जाने ठाउँमा पनि यस्तो काठको जस्तो बनाएको हुन्छ। यो उसको कङ्क्रिटकै होला हुन चाहिँ, तर सेप चाहिँ त्यो काठको जस्तो बनाएको रहेछ क्या। क्यामेरामा देखाउँदाखेरि कस्तो आएको छ थाहा छैन, तर यहाँबाट आँखाले हेर्दाखेरि चाहिँ एकदमै राम्रो देखेको छ क्या। कलरहरू यो हुन्छ नि, ठाउँहरू आकाशहरू एकदम राम्रो देखिरहेको छ। त्यो क्यामेरामा चाहिँ ठ्याक्क त्यस्तो आँखाले देखे जस्तो नहुने रहेछ क्या हो। यहाँ चाहिँ अङ्कलहरूले फुलहरू यताउता संरक्षण गर्दै हुनुहुन्छ जस्तो छ।
त्यस्तोमा हिँड्नु रमाइलो नि हुन्छ क्या नेपालमा हिँड्ने जस्तो पनि फिल हुन्छ त्यो भएर नि म त यस्तै हिँड्न मन पराउँछु यस्तोमा टक्क बसेर होइन टक्क खासाज लिएर आउने क्या चाउमिन साउमिन यताउता पकाएर लिएर आउने अनि 4-5 जना साथीहरू बसेर खान रमाइलो हुन्छ नि होइन बस्नु पऱ्यो कस्तो बस्नु पाइँदो छैन एकछिन बसौँ है राम्रो छैन त राम्रो छैन है भर्खरै ट्रेन गयो अलि माथिसम्म जाउँ है त ल यहाँबाट चाहिँ माथि जाने रहेछ सुनसान छ आज फ्राइडे भएर होला भोलि सटरडे र सन्डे चाहिँ अलिअलि भिड हुन्छ होला कस्तो राम्रो छ नि है माथि छौँ माथि त्यस्तो केही छैन त्यही कस्तो राम्रो हावा चल्छ त्यही हावा खाएर बस्ने हो त्यस्तो स्पेसल त केही छैन त्यस्तो स्पेसल चाहिँ केही छैन तर मिठो हावा चल्छ क्या यहाँबाट अनि मलाई चाहिँ नेपालमा गए जस्तै लाग्छ क्या यहाँ आएर बस्यो भने त्यही भएर यहाँ आएर बस्छु नजिकै पनि छ अनि आनन्द पनि आउँछ क्या यहाँ बसेर अङ्कल फोहोर उठाउँदै हिँडे खानु मलाई यहाँ पार्कमा पनि आउनु मन लागेको थियो एकछिन बस्नलाई आज मेरो छुट्टी पनि थियो अनि यसो आउँदै गर्दा यसो भिडियो गर्दै जाउँ न त ठाउँ राम्रै छ आफूलाई पछि हेर्न पनि हुन्छ क्या पछि मेमोरी हुन्छ नि त यहाँ यसरी गएर यसरी आएको थियो भनेर भिडियो अलिकति लामो पनि भयो जस्तो छ आजको यात्रा चाहिँ यहीँसम्म मात्रै हो उता पनि पार्कहरू छ कस्तो राम्रो राम्रो ठाउँहरू छ तर म खासै जान पाएको छैन आएको नि भर्खर त्यो भएर पनि हो अनि खास मलाई चाहिँ घुम्न ठिक छ क्या किनभने अब जापानमा घुम्ने ठाउँहरू भिड हुने भनेको सन्डे र स्याटरडे हो होइन अनि म चाहिँ अब क्याफेमा काम गर्ने भएको भएर अब होटेल रेस्टुरेन्ट लाइनमा चाहिँ सकभर सटरडे र सन्डे चाहिँ छुट्टी दिँदैन अरू दिन छुट्टी हुन्छ नि त अनि त्यो दिन चाहिँ खाली हुन्छ क्या धेरै खासै मान्छेहरू हुँदैनन् त्यही भएर यसरी घुम्दा पनि आफू एक्लै होइन मजासँग भिडियो गर्दै हिँड्न पाइन्छ ल हुन्छ अहिलेलाई गएँ त के भन्नु अरू पछि रुमहरू यताउता सबै देखाउँला बिस्तारै म काम चाहिँ सिन्बासी भन्ने ठाउँमा गर्छु बस्ने चाहिँ सिन्योरी गाउँका स्टेसनको नजिकै हो कावासाकी बस बाई बाई ल हेर्दै गर्नु है